प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिने हाम्रो देश नेपालका विभिन्न स्थानहरू एकदमै रमणीय मनोरम दृश्यले सुसज्जित रहेको पाइन्छ। यस्तैमा आज म तपाईलाई देखाउन जाँदैछु हुम्लाको सदरमुकाम सिमीकोटको सुन्दर दृश्य। यो हो हुम्लाको सदरमुकाम सिमीकोट बजार। यो सिमीकोट बजार वरिपरिबाट बिचमा रहेको छ एयरपोर्ट धामन मार्ग र यो पारी देखिने सेतो हिमाल हो पञ्चमुखी हिमाल र यो पञ्चमुखी हिमालले यो हुम्लाको अत्यन्तै सुन्दरतामा सुनमा सुगन्ध थपेको हामी सहजै देख्न सक्छौँ। साँच्चै नै यो पञ्चमुखी हिमालले जो कसैको मन सहजै लोभ्याउन सक्दछ। पारी टलक्क टल्किएको चम्किएका मोतीका दाना जस्तै देखिने यो हिमाल अत्यन्तै वास्तवमै सुन्दर छ। यो सुन्दर पञ्चमुखी हिमाल कस्तो लाग्यो तपाईलाई? तपाईहरू यो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ? तपाईको ठाउँमा पनि यस्तै सुन्दर हेर्न लायक ठाउँ पनि छन् भने कृपया कमेन्ट गर्न नभुल्नुहोला। तपाई अहिले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, त्यो ठाउँको नाम पनि कमेन्ट गर्न नभुल्नुहोला। कृपया तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। आगामी दिनमा यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र आगामी दिनमा हामीहरू यस्तै भिडियोहरू लिएर उपस्थित हुनेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरूलाई धेरै धन्यवाद। पुनः अर्को भिडियोमा भेट गर्ने बाचाका साथ आज यो भिडियोबाट ओझलिन चाहन्छु। नमस्कार, जय नेपाल।